वेलकम टु माई भ्लग। आज चाहिँ हामी घुम्न जान लागेको, त्यही भएर भ्लग बनाउन लागेको छु। सबैजनाले माया गरिदिनु होला, आजसम्म माया गरिदिनु भएको छ, साथ सपोर्ट गरिदिनु होला। म चाहिँ एकदम सन्चै छु, तपाईँ पनि एकदम सन्चै हुनुहुन्छ भन्ने आशाको साथ नयाँ भिडियोमा उपस्थित भइसकेको छु। अनि मेरो साथीहरू यता हुनुहुन्छ सबैजना। अनि के छ तपाईँकोतिर, पानी पर्यो कि नाइ? हाम्रोतिर पानी एकदम परिरहेको थियो बिहान, अहिले चाहिँ ओतिलो भइरहेछ। तपाईँ सन्चै हुनु पनि पर्यो। यस्तो यस्तो मान्छेहरू छ, नानी कसरी हुन्छ? पार्यो भन्छ। मैले पारेकै छैन गाइज। अनि गाइजहरू के यता तुलसीपुरतिर पानी पऱ्यो, यत्रो भल आइरह। हामी चाहिँ आज कहाँ जान लाग्यो? हामी चाहिँ दोघरे जान लाग्छौँ डुल्नलाई। हामी दिदीको घर आएको थियौँ। दिदी चाहिँ त्यहाँ पारी हुनुहुन्छ। दिदीले चाहिँ नदेखाउनु भन्नुभयो थियो, तर पछि देखाउँछु म अरे। के छ तिमीहरूको खबर? हामीसँग लभ परेको क्या दिदी, त्यही भएर पछि पछि हिँडाल्छौँ रे। अनि गाइजहरू मेरो भिडियोलाई माया जसरी गरिदिनु भएको छ त्यस्तै गरी सबैजनाले अझ धेरै माया गरिदिनु होला। माया गरिदिनुहुन्छ भन्ने आशा पनि राखेको छु। मेरो दिदी हुनुहुन्छ पर भ्यू देखाउने कति राम्रो छ। यहाँ बाख्रो खसे कति धेरै बाख्राहरू छ नि। गाइज अहिले चाहिँ हामी घरतिर फर्किँदैछौँ। दिदी यता हुनुहुन्छ, जाइनहरू अगाडि गइसके। अनि भिडियोहरू हामी पछि छौँ, अगाडि जाइनहरूलाई अगाडि हिँड्छौँ। अनि दिदी पार्टीतिर आउनु होला घुम्न भोलितिर। खोला छ नि त, आज भोलि खोला जान सक्नुहुन्न, त्यही भएर दिदी यतापट्टि अडिनु भएको छ। आजबाट झन् धेरै ठुलो पानी परेर खोलाहरू कस्तो आइरह। त्यही भएर गाइज केही भन्नु न, भ्लग यस्तै हुन्छ गाइजहरू। नयाँ नयाँ कन्टेन्ट ल्याउनलाई त अब हामीसँग त्यति पैसा पनि त हुँदैन, स्टुडेन्ट लाइफ हो। अलिकति हामीलाई साथ सपोर्ट दिँदै गर्नु, अनि राम्रो कन्टेन्ट बनाएर ल्याउँछौँ, त्यही हो। उता कति बोल्नु भयो भन्ने कुरा आइसक्यो। अनि बोलिरहन्छौँ। बोल्न सिक्नुपर्छ है रबिन? अब सबैको सामु बोल्न सिक्नुपर्छ। मेरो क्युटी पाइ आयो, क्युटी यहाँ हो। चाहिँ दिदीको छोरी पसिनै पसिना भयो। फोटो भिडियोहरू खिच्यौँ। हामी चाहिँ दिदी चाहिँ आन्न भन्दा भन्दै हामीले दिदीलाई धौधौको कर गरेर ल्यायौँ। दिदीको आफ्नो मान्छेले हेर्नुहुन्छ नि, गाली नगर्नु होला अरे। आइज पनि अब घर जाऊँ, आइज। अनि त्यही हो गाइज, यतातिर चाहिँ आज मौसम एकदम राम्रो छ। कति गर्मी भइरहेछ गाइज, धेरै गर्मी भइरहेछ र आज छैन। हिजोतिर धेरै गर्मी थियो, आज चाहिँ अलिक कम छ। अनि यति राम्रा छन् बिहे गरे मान्छे, यति राम्रो, हामी यति नराम्रो भएको छौँ। बिहे गरेर हामीलाई कसैले हामी पनि राम्रो हुन्छौँ कि। अनि त्यही हो गाइज। अरू त एउटा थियो क्या, एउटा भलो सानो भाइ गाइज भन्थ्यो। अब हामी चाहिँ रोम जान लाग्यो गाइज। यति नै हो आजको भिडियो। सबैजनाले माया गरिदिनु होला, सेयर सब्सक्राइब लाइक जे आउँछ तपाईँहरूले सबै गरिदिनु होला। अनि दिदीको टिकटक आइडी के छ? दिदी सबैले टिकटकमा हेर्छौँ क्या। दिदीको टिकटक आइडी चाहिँ शान्ता ओली छ। सबैजनाले शान्ता खड्का छैन, ओली छ। खड्का छ शान्ता खड्का छ अरे दिदीको टिकटक आइडी। म चाहिँ टिकटकमा त्यति अपडेट हुँदैन। मेरो चाहिँ सबैजनाले युट्युबमै माया गरिदिनु होला, जति माया गर्नु छ त्यति। के भन्छ अरे, त्यही भएर टिकटकमा गएर दिदीको भिडियोमा लाइक कमेन्ट गरिदिनु होला, सबैजनाले फलो गरिदिनु होला। अनि अब हामी चाहिँ यति भन्दै हामी घरतिर लाग्न लाग्यो। सबै छुट्टिन्छौँ। बाई बाई भन्दियो, बाई। तपाईँको दिन शुभ रहोस्, राम्रो रहोस्। बाई।